हेलो गाइज वेलकम टु ब्याक फेरि पनि ब्याक भइसकेको छ। आज चाहिँ तेमाल जात्रा 2 भनौँ न, बाहिर निक्लिसकेको छौँ हामी। आज चाहिँ ठ्याक्कै हामी स्वयम्भू पुग्नेछौँ। स्वयम्भूको तामझाम रौनकहरू हेर्नेछौँ अनि फर्किनेछौँ है त। ल यतिखेर चाहिँ बाटोतिर छु म। लेट्स सी है, ठ्याक्कै जडीबुटीको बस पार्क एरियातिर छु। हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। फेरि पनि ब्याक भइसकेको छु। आज चाहिँ तेमाल जात्रा 2 दोस्रो दिन चल्दैछ। लेट्स सी, आज चाहिँ एकदम ठ्याक्क बिहान पानी पर्यो। पानी परे पछाडिको दृश्य हो यो चाहिँ, देख्न सक्नुहुन्छ यहाँहरूले। अब यतातिर अब तेमाल जात्राको लागि बत्ती बाल्न आउनेहरू सम्पूर्ण आमा बुवा दाजुभाइहरू चाहिँ एकदमै धेरै भिडभाड नै हुन्छन्। आज चाहिँ देख्न सक्नुहुन्छ यहाँहरू। फोटोग्राफरहरू पनि टक्क साइडमा लाएर फोटो खिच्ने हो दाइ, दामी आउँछ नि दाइ दिन्छ उहाँहरूले पनि होइन। हुन त अब कमाइ खाने भाँडो हो, यति त प्रचार गर्नै पर्छ केटाहरूले पनि। त्यही भएर यतातिर चाहिँ आज जाम चाहिँ कच्चाकच छ। अब के गर्ने हो हजुर, फोटो त खिच्नै पर्यो नि, अब के गर्नु। खिच्दैन हो कान्छ। यस्तो छ आजको चाहिँ तेमाल जात्रा 2। टक्क पानी परे पछाडिको मौसम चाहिँ दामी खुलेको छ, देख्न सक्नुहुन्छ यहाँहरू सम्पूर्णले। आज चाहिँ एकदमै यतातिरको मार्केट पनि दामी चलेको जस्तो लाग्छ। बेलुकासम्म यतातिर भिड हुनेछ। ठ्याक्कै अबको 2-3 घन्टा पछाडि चाहिँ धेरै जाममा पर्न सकिन्छ हामी गाइस। त्यही भएर म पनि एक्लै छु। साथीहरू कहाँ पुगिसकेको अवस्था छ, यिनीहरूले अब कसरी भेट्ने हो भन्ने कुरा हो। एकदम मान्छेहरूको चाहिँ भिड छ है। यस्तै छ आजको दिन चाहिँ। ठ्याक्कै हाम्रो मम्मीहरू पनि आज आउनुपर्ने, ठ्याक्कै हिजै आएर चाहिँ यतातिर आएर टक्क बत्ती बालेर चाहिँ गइसक्नु भएको छ रे भनेर चाहिँ हामीले देखेको थियो। के छ खबर? कहाँ जान लाग्यो? एकदम म एक्लै। म त मम्मीलाई माथि लगेर फर्केको। ए मम्मीहरू फर्किसक्नु भयो? ए मेरो केटाहरू उता पुगिसक्यो अरे, म मात्र ल ल बाई बाई। ल पाल्मोलाई पनि भेटिहाल्यो ठ्याक्कै आउँदै बाटोमा। अब यतातिर को भेटिन्छ सब क्याप्चर हुनेवाला छ आज चाहिँ। आज चाहिँ क्याप्चर हुनेवाला छ है। ल गाइस, अब चाहिँ हामी मास्तितिर लाग्दैछौँ। बिस्तारै लाग्दैछौँ। ओ माने पेमा हुँ दामी आइरहेछ। तर पानी परे पछाडिको दृश्य हो यो चाहिँ। यतातिर चाहिँ पैसा फाल्ने ठाउँ। अब पैसा बढी भयो भने फाल्ने हो। हामीसँग त छैन र पो त। हामी यतैबाट होइन यताबाट लागौँ के अरे आज है। यता दिदी भाइ बहिनी आमा आज चिरी च्याट्ट परिरहेको छ है। अब दामी भइरहेछ। ठ्याक्कै धेरै त होइन, अलिकति हिँड्दा पनि त पसिना लागि चुटिसक्यो। के भयो, गाह्रो छ हामीलाई है। सबको कल्याण गरोस् भगवान् बुद्धले है भन्दै
पितृहरूको नाउँमा पूजा गर्ने दिन हो आज। हिजो भने उता चिरिच्याट्ट परेको छ नानीहरू है तामाङ ड्रेसमा त। गाह्रो छ हामीलाई, देख्नु होला तपाईँले। एक्लै छु, मम्मीहरू हिजो आएर फर्किनु भयो, आज म एक्लै छु यस्तो हुलमा है। खासै अहिले चाहिँ मान्छे छैन हुन त। अघि भर्खर पानी पऱ्यो होइन, पानी परेको कारणले गर्दा चाहिँ अहिले ठ्याक्कै मान्छे अलिकति कम भएको अवस्था हो। हेर्नु हुन्छ एकैछिनमा चाहिँ अब फेरि मौसम उग्रियो, अब फेरि यहाँ मान्छेको भेट हुनेछ एकैछिनमा है। एक कुरा हान्छु म पनि अनि बत्ती बाल्ने कोसिस गर्छु है। ल फाइनल्ली हामी पनि स्वयम्भू आइपुगिसकेका छौँ। देख्न सक्नुहुन्छ यहाँनिर मैच्याङनीहरू, आमाहरू एकदम। यतातिर चाहिँ यसलाई चाहिँ यो चाहिँ मरेको नाउँमा गरिने पूजाहरू हो यो सेम। लेट्स होप हेर्नुहोस्। ओ माने पेमा हुँ यसरी लाइन लाएर चाहिँ मान्छेहरू हिँडिरहेको छौँ, किनकि एउटा आस्था हो होइन, एउटा धर्मप्रतिको आस्था, अरू केही पनि होइन। अब मैले तपाईँलाई भनिहाल्यो एकैछिनमा चाहिँ यहाँ मान्छे चाहिँ टेक्न नसक्ने अवस्था हुन्छ नि यहाँनिर। अब के भन्ने होइन है, माथि चाहिँ ठ्याक्कै अहिले पनि त लुङ्गाहरू चाहिँ फरफराउँदैछ। माने पेमा हूँ थोरै ल। ल सम्पूर्ण तमाम देशमा छरेर बस्नुभएका सम्पूर्ण तामाङहरूको भेटघाट चाहिँ यतै हुन्छन्। यो चाहिँ तपाईँको के भन्छ स्वयम्भू। हिजो बौद्धमा थियो, आज स्वयम्भू। टक्क बत्ती बाल्नको लागि किन लजाउनुहुन्छ र चर्लक्क देखाइदिनु आफ्नो थोपडा त है। यो चाहिँ तपाईँको यो कुरा गर्दाखेरि चाहिँ तपाईँको सिङ्गल पुग्नु के भन्छ बिजोर हुनुपर्ने हुन्छ, बिजोर हुनुपर्ने हुन्छ खासमा होइन। तपाईँलाई जति सक्दो बिजोर गऱ्यो भने चाहिँ त्यो भन्दो रहेछ पहिला पूर्वकालदेखि नै, हामीलाई चाहिँ थाहा छैन है। मने एउटा हाम्रो मम आँखेको बारेमा एउटा बत्ती बाल्ने छौँ। लेट्स सी। राइट अब त्यति नै हो मान्छेहरू। ल
मान्छेहरू चाहिँ यतिको चाहिँ छ है यतातिर। यसलाई चाहिँ माने भन्छ, माने गुल्बा भन्छ यसलाई होइन। यो जहिले पनि लेफ्ट हो क्या यो होइन, यसलाई लेफ्ट साइड घुम्नुपर्ने हुन्छ। लेट्स ल अब मैले 3वटा जति बत्ती बालेर चाहिँ अब म तल 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 जानुपर्ने हुन्छ है। ल गाइस देख्न सक्नुहुन्छ यहाँ छ एउटा मेरो साथी बसिरहेको रहेछ है। तलले मलाई कसैले गर्दैन के गर्नु, उस्तो उस्तै पऱ्यो हेर्नु त। सबटा त अलि मिल्दैन तैपनि यस्तै चाहिँ। यस्तो भिडभाडमा चाहिँ तपाईँको धेरै धनमालहरू लाएर चाहिँ नआउनु होला सोको लागि, किनकि मान्छेहरू चाहिँ धेरै कसरी हुन्छ चोर्नको लागि होइन। मान्छेहरू हिँडिरहेको हुन्छ, त्यही भएर चाहिँ गाह्रो हुन्छ। लेट्स सी अब 3वटा जति बत्ती बालेर बाहिर जान्छौँ है। ल अब सायद यतै बाल्छु म बत्ती। यसरी हामीले चाहिँ एउटा मो भन्छ होइन। अब म बत्ती बाल्नु पनि कता बालौँ भन्ने कुरा हो। चामलिङ छ छैन। बत्ती बालिदिउँ न त एउटा। ओम माने पेमा हूँ कल्याण होस्। कति हो दी? 3वटा। ल गाइस बत्ती पनि बालिसकेको अवस्था छ। यो चाहिँ अलिकति किन ढिला नि अङ्कल? अलिक ढिला भएको के हो यो चाहिँ? होइन हिजो गर्नुपर्ने होला नि त खासमा त। त्यो पनि हो। ल है ओम मने सबको रक्षा गरौँ भगवान्। अब चाहिँ म तल तल लाग्नुपर्ने हुन्छ है। तलतिर चाहिँ एकदम नाचगानहरू भइरहेको अवस्था छ। यहाँ तमाम नाना आँगाहरू सब देख्न सक्नुहुन्छ यहाँहरूले है। हाय हाय मामा साहब पनि हुनुहुन्छ टक्क लाएर ड्युटीमा खटिरहनु भएको। अब चाहिँ यहाँबाट चाहिँ अब योभन्दा केही दिन अगाडि चाहिँ एकदम धुवा धुलो भएर चाहिँ काठमाडौँ देख्नै नसक्ने अवस्था थियो। 2 दिन पानी पर्यो। ल हेर्नुहोस् काठमाडौँको अवस्था है। ल यस्तो हरियाली पनि भइसकेको छ कि ल टक्क पानी पर्दा यतिको हरियाली त हुनु पर्यो नि होइन। पहिला हेर्नु त हनुमानजीहरू। अब चाहिँ म उता लाग्नेछु ल। फाइनल्ली हामी माथि स्वयम्भूको स्ट्याचु पनि परिक्रमा गरेर बत्ती पनि बालिसकेको अवस्था छ। अब चाहिँ हामी बिस्तारै बिस्तारै तलतिर लागौँ। अब कुनैको पीडा होला कुनैको रहर होला होइन, आफ्नो ठाउँमा छ। नाचगान रमाइलो गर्ने चाहिँ तल रहेको छ। अनि यस्तो बत्ती बाल्नको लागि मान्छेहरू चाहिँ सङ्घर्ष गरेर भए पनि यत्रो हेर्नु त यहाँबाट उकालो ओह्रालो गरिरहेको अवस्था छ। अब के भनौँ, एउटा धर्मप्रतिको आस्था हो है। यस्तै छ, गाह्रो छ।
सबलाई। यहाँ चाहिँ देशैभरिको तमाम तामाङहरूको चाहिँ भेटघाट हुने ठाउँ हो यो चाहिँ। ठ्याक्कै भन्नै पर्दा आज र हिजो चाहिँ विशेष गरी नामै खासमा तेमाल जात्रा भनिन्छ। तर तेमाल जात्रा नाम रहँदै आए पनि केही मान्छेहरूले चाहिँ विवाद पनि भएको छ। यो जात्रा चाहिँ तेमालको मात्र होइन, हामी सबै साझा तामाङहरूको हो भनेर नि भनेको हो छ कति ठाउँमा है, भनेको है मैले सुनेको, आफैले नि भनेको। यदि मैले नि भन्दाखेरि अलिकति मिस्टेक भए माफ पाऊँ, यस्तै छ। साथीहरू चाहिँ माथि डाँडाबाट झरेर तलतिर पुगिसकेको छौँ भने खबर पाइसकेकोले हामी पनि तल तल प्रस्थान गर्दैछौँ। बौद्ध कोरजी लाकोरजी छामेला गुङ्री थोरजी युर छामे गुङ्री मिमेन्लो क्युर छामेला गुङ्री भनेको नाउँ मात्र हुने हो। छामेहरू त कता हो छैन, सबै अरूकै माउहरू छ। कहाँबाट हुन्छ र यस्तो चाहिँ यो बिल्कुल हुँदैन। मार्केट पनि दामी लागिरहेको छ है। यतिको चाहिँ हुनु पर्यो है मान्छेहरू। हेर्नु त सकि नसकि गाउँघरबाट चाहिँ होइन तपाईँको ऋण सापट गरेर भए पनि बत्ती बाल्नको लागि मान्छेहरू चाहिँ आएको हुन्छ। एकदम यस्तो महत्त्व बोकेको छ कि यो सबले बुझ्दैनन् यहाँ यतै बसेको मान्छेहरूले होइन। र हामी बुझ्छौँ, हामी गाउँघरमा हुर्केकोहरूले एउटा यहाँ बत्ती बाल्दा चाहिँ चिर आत्माले चाहिँ शान्ति पाउँछ भन्ने एउटा विश्वास छ। त्यो विश्वासलाई नै टेकेर मान्छेहरूले यस्तो हुन्छन्। मनमा पीडा भए पनि सेलो गाएर चाहिँ मान्छेहरूले एकदम मनोरञ्जन लिन्छन्। यसरी टक्क ग्रुपमा आफ्नो सेलोहरू टक्क टुक्का मिलाउने काम गरिन्छ। तर यो टुक्का मिलाउने काम चाहिँ यस्तो मल्टी ट्यालेन्ट हुनुपर्छ कि ठाउँको ठाउँ टुक्का मिलाउनु त हतपत कसैले सक्दैनन्। तर अहिलेका मान्छेहरूले चाहिँ के हुन्छ भने त्यस्तो टुक्का अथवा जुहारी गाउन आउँदैनन्। खासमै भन्नुपर्दाखेरि है, अहिलेको मान्छेहरूले चाहिँ ठ्याक्कै त्यस्तो जुहारी गाउनको लागि आउँदैन, ठ्याक्क टुक्काहरू मिलाउन आउँदैन होइन। पहिलाको मान्छेहरू बुढापाका जस्तै हाम्रो बाउबाजे अथवा आमाहरूले पनि अलिअलि गाउनुहुन्छ। यस्तै छ। पछिल्लो समयमा आएर चाहिँ अलिकति लोभ हुँदै थियो, बिस्तारै मिडियाले गर्दा पनि बाहिर आउँदैछ। बिस्तारै लोभ हुन लागेका केही कलाहरू चाहिँ जगेर्ना गर्नुपर्छ जस्तो लाग्छ। है पसिनाको धारो भयो। खासमा मैले यो आज ज्याकेट नलाउनु पर्यो, तर रुमबाट निक्लिने बेला चाहिँ अलिकति ताप के हुन्छ जाडो थियो, पानी परेर ज्याकेट लगाएको। आमा बिजोग हुने भयो त हो। फोन आयो यार। मखोन तामाङका दे बेनन एक तबगला चुरुन हिन्ना याङला तेमाल जात्रा मखोन yang jojale nanang gadese cia siu wegen mosam rangnila apa aman nananga ale anga dugu chu video ri jam rangsam comment la siu go biban ngala moijen mola mokon jojale nanang gadeda yang la chu तेमाल जात्रा छर्नलाई लेगै छर्गै छेरिङै मकोन याङ नाना अंगदे जुजाले बेनालन्जा ज्याबताकै बिसी सिसिनिबा
आखे माम मेमे आखेला मिनिजा बत्ती मनाबल लागेरी नामसा ग्याम नामसा कुना काप्जा ग्याम रिन सापडलसी माम चुरिजा बत्ती मनाबरी खापम मोला थेदापछि चुला एकदम महत्त्वपूर्ण जा लानन मोला yang bakar bakarlah nana angga desi ale angga kesja kasai ago terama damai ल है अब बिस्तारै बिस्तारै जम्दैछ केही बेर चाहिँ पानी पर्यो पानी परेर एकदम बिथोलिएको थियो माहौल फेरि माहौललाई पूर्ण जागरण हुँदैछ बिस्तारै बिस्तारै लस्सो लस्सो छोडुप्जेज्यू तपाईँले यो भिडभाडमा चाहिँ गर्लफ्रेन्ड ल्यायो भने तपाईँको गर्लफ्रेन्ड यहाँ स्योर हराउने छ नल्याउनु होला अथवा आफ्नो श्रीमान श्रीमती पनि सँगै आयो नि छुट्यो भने त भेट्न गाह्रो हुन्छ न फोन लाग्छ अब बिस्तारै बिस्तारै मान्छेको चाप बढेपछि फोन पनि लाग्दैनन् किनकि नेटवर्कले काम गरेको हुँदैन धेरै ठाउँमा एउटै बढेपछि जात्रै भयो नि हो यो त थोर्लो माम थोर्ला तेमाल जात्रा रे नाच दिदी भने हो मान्छे योभन्दा नि बढी हुन्थ्यो होला है तर पानी पर्यो पानी पर्दा पनि त अझै बढिरहेको छ देख्न सक्नुहुन्छ यहाँहरू सम्पूर्णले यतिखेर लगभग 1 बजिसकेको अवस्था छ अब केही पछाडि चाहिँ फेरि योभन्दा नि बढी हुने होला अपेक्षा गरेको छौँ आज दिउँसो बिहान पानी पर्यो बिहान पानी परेको कारणले गर्दा मान्छेहरू धेरै तितर बितर पनि भयो लेट्स सी यतातिर जता रमाइलो गर्ने ठाउँहरू पनि छ यदि तपाईँहरू नाच्न गाउन चाहनुहुन्छ भने आफ्नो ग्रुप बनाएर नि नाचिरहेको गाइरहेको है देख्न सकिन्छ मलाई चाहिँ एकदम तातो भएर मैले
मिलाएर आएको के गल्ती भयो मेरो बलबरङ दाइ बलबरङ हेजुगर मुजी बिहार अब यतातिर खासमा रमाइलो यतातिर हुनुपर्ने हो यहाँ हुन्छ होला आज कन्सर्ट जस्तो पहिला यहाँ हुन्थ्यो आज चाहिँ छैन जस्तो लाग्यो